यो चाहिँ हामी ताप्लेजुङ तेह्रथुम सङ्घसभाको ठिक सिमानामा आएर चौरी गोठमा आइपुगेका छौँ। चौरी यसो हेर्दैछौँ हामी। यहाँ चौरी नै चौरी देखिएको छ। कति धेरै छन्, पानी अलिअलि छिट्याउन खोजिरहेको छ। एकदम चिसो चिसो मौसम छ, मौसम पनि खुलेको छैन। यसो घुम्न फिर्न भनेर आएको मङ्गलबारे चौरी हुँदै हुँदै गुफाबाट गोर्जासम्म आयौँ। गोर्जासम्म आएर यहाँ यसो चौरीहरूको दर्शन गरियो मजाले। हेर्नुहोस् कहाँ आइँदैछ चौरी याकहरू। चौरी याकहरू पहिले चाहिँ वस्तु गोठमा पालेर भारी बोकाउने काम गर्दथे। अहिले चाहिँ छैन। दुध खुवाउने बाछाहरू छन्। डाँडा काँडा हरियाली पाखा पखेराहरू, यी पाखाहरू, यो पाखाभरि हेर्नु न, यो पाखाभरि चाहिँ चौरी छन् है। धेरै चौरी छन्, हजारौँ चौरीहरू छन्। चौरी याकहरू एकदम चौरी, यो पाखा धेरै ठुलो पाखा हेर्नु। यो मङ्गलबारे यो सङ्घसभा तेह्रथुम र ताप्लेजुङको छेउबाट ठ्याक्कै सिमाना आसपास ताप्लेजुङको ठ्याक्कै छेउमा आइपुगेका छौँ। अनि सङ्घसभाको चाहिँ ठाउँ हो यो, तेह्रथुमबाट आएको। तेह्रथुमबाट आएर यसरी भिडियो गऱ्यौँ, आयौँ। यो सानो सानो फुचेहरू यसरी कुद्छन्। फुचे ल यस्तै छन्। ऊ परको आयो है परको र एकदम आयो है। ओहो हेर ल ठट ठट ओरे धेरैवटा याक चौरी गोरुहरू। ल यी पाखाभरि छन् चौरी नै चौरी। त्यो परको चाहिँ गुफा बजार। मङ्गलबार चाहिँ पर हो चौकी त कहाँ धेरै टाढा टाढा छौँ हामी अहिले। धेरै अनि गोर्जाको छेउ आइपुगेका छौँ। उता यहाँ पर उता